सुनसरीको देवानगञ्जमा भएको घटनाले केही प्रश्नहरू पक्कै उठाएको छ। के यो चर्को आवाजमा गीत बजाएको विषय मात्रै थियो वा योभन्दा अगाडि नै त्यहाँ तनावको पृष्ठभूमि बनिसकेको थियो? भुसको आगो जसरी सल्किएको झन्डा विवाद आखिर के थियो? प्रहरीले त्यहाँ हवाई फायर मात्रै गरेको भनिएको छ। त्यसो भए कम्मरमाथि, पेटमा, गर्दनमा, घाँटीमा ताकेर गोली चाहिँ कसले हाने त? आउनुहोस् आज यसबारे जानौँ। सामाजिक सद्भावलाई ध्यानमा राख्दै हामी यो भिडियोमा कुनै समुदायको नाम नलिई दुई समूह भन्नेछौँ, किनभने हाम्रो उद्देश्य तथ्य बुझ्नु, बुझाउनु, तनाव बढाउनु। सबभन्दा पहिला देवानगञ्ज गाउँपालिका कहाँ पर्छ भन्ने बारे थाहा पाऊँ। आइतबार साँझ एकजनाको ज्यान जाने गरी घटना भएको देवानगञ्ज गाउँपालिका सप्तकोशीभन्दा पूर्वको जिल्ला सुनसरीको सबैभन्दा दक्षिणमा पर्छ। सुनसरीको सुदूर दक्षिणमा पर्ने पालिका हो। यो पालिकाभन्दा दक्षिणबाट भारत बिहार राज्यको अररिया भन्ने जिल्ला सुरु हुन्छ। गाउँपालिकाको दक्षिण सिमानाबाट भारतको पुलकाहा भन्ने बजार पुग्न जम्मा 2 किलोमिटर छ। देवानगञ्ज गाउँपालिकाको पूर्वमा बर्जु गाउँपालिका, उत्तरमा हरिनगर गाउँपालिका र पूर्व उत्तरमा गढी गाउँपालिका पर्छ। विराटनगरदेखि हेर्ने हो भने देवानगञ्ज गाउँपालिका पुग्न जम्मा 13 किलोमिटर छ र यो पश्चिमतिर पर्छ। राष्ट्रिय जनगणना 2078 अनुसार देवानगञ्ज गाउँपालिकाको जनसङ्ख्या 39,367 छ। यो पालिका नेपालमा सबैभन्दा बढी मेहता अर्थात् कुशवाहा, जसलाई कोइरी पनि भनिन्छ, त्यो जातिको जनसङ्ख्या रहेको स्थानीय तहहरूमध्ये एक हो। गाउँपालिकाको अभिलेख अनुसार यहाँ यादव, मुसलमान, गडेरी, मुसहर, उराव, धानुक, मलाहा, बाँतर, तत्मा, पासवान, सुडी, थारू, तेली, नेवार लगायत करिब 45 जातिको बसोबास छ। मेहता, यादव पछाडि यहाँ मुसलमानको सङ्ख्या बढी छ। 10वटा भाषा बोलिने यो पालिकामा मुख्य रूपमा हिन्दू र त्यसपछि इस्लाम धर्मावलम्बीहरूको बाहुल्यता छ। यही पालिकामा आइतबार जे भयो त्यसले सिङ्गो देशलाई तरङ्गित बनाएको छ। तराई मधेसका केही जिल्लामा तनाव बढाएको छ। तपाईँले सामाजिक सञ्जालमा फुटेजहरू हेरिराख्नु भएको होला। राजमार्ग आसपासका पसलहरू, छाप्राहरू जलाइएको छ। त्यहाँ लुटपाट पनि भएको भन्ने समाचार रिपोर्टहरू आइरहेका छन्। यसको सुरुवात चाहिँ आइतबार राति भएको देखिन्छ। घटना आइतबार साँझ करिब 8 बजेतिरको भएको बताइएको छ। देवानगञ्ज वडा नम्बर 3 को कप्तानगञ्ज भन्ने ठाउँमा रहेको शिव मन्दिर आसपास यो घटना भएको देखिन्छ। कप्तानगञ्ज भारतीय सीमाबाट 1.5 किलोमिटर जतिको दूरीमा रहेको बजार हो। यो बजारमा अरू बेला पनि धार्मिक तथा सांस्कृतिक मेलाहरू आयोजना हुने गरेको छ। नेपालको तराई क्षेत्रमा बोलबमलाई निकै महत्त्वपूर्ण धार्मिक परम्परा मानिन्छ। हिन्दू धर्मावलम्बीले यो पर्वलाई साउन महिनाभर भगवान शिवजीको आस्था व्यक्त गर्ने प्रमुख अवसरका रूपमा मनाउने गरेका छन्। उनीहरूले सप्तकोशीको जल ल्याएर शिव मन्दिरमा चढाउने गरेका छन्। भोलिपल्ट सोमबार भएकाले आइतबार साँझ सप्तकोशीको जल लिन एउटा समूह यात्रामा निस्कने तयारीमा हुन्छ। योभन्दा अगाडि मन्दिर छेउमा उनीहरूले ठुलो आवाजमा डिजे साउन्ड बजाइरहेका हुन्छन्। तराईमा यसरी भोङ्गा वा हर्न माइकको प्रयोग गरेर गाना बजाउने गरिन्छ, भजनहरू बजाउने गरिन्छ, पुराण सुनाउने गरिन्छ। तराई मधेसका जिल्ला घुम्नु भएको छ भने तपाईँले पक्कै देख्नु भएको छ, पुरै गाउँलाई सुनाउन यस्ता माइकहरू बिजुलीका पोल, रुख, घरका छानामा बाँधेर राख्ने गरिएको छ। बोलबममा जानेहरूले पनि यस्ता हर्न माइक गाडीमा बाँधेर भजन बजाउने गरेका छन्। देवानगञ्जमा भएको घटनापछि मोरगमा यसरी हर्न माइक बजाउन प्रतिबन्ध लगाइएको छ। आइतबार साँझदेखि नै कप्तानगञ्जमा माइक घन्काइएको थियो। एकातिर गर्मी, अर्कातिर बत्ती गएका बेला अर्को पक्षका केही युवा घर बाहिर निस्केका हुन्छन्। सुत्ने बेला आफूहरूको घर टोलतिर माइक फर्काएर नियतवश डिस्टर्ब गर्न खोजेको भन्दै उनीहरूले डिजे माइक बजाउने समूहलाई साउन्ड बन्द गर्न भन्छन्। प्रत्यक्षदर्शीका अनुसार यही न्युमा सुरुमा सामान्य भनावन हुन्छ। यसरी भनावन गर्नेहरू धेरैजसो युवाहरू थिए। बजार क्षेत्र भएकाले त्यहाँ पहिलेदेखि केही प्रहरी तैनात थिए। प्रहरीकै माझ दुई पक्षबीच भनावन चर्केर हानहानमा परिणत हुन्छ। यसपछि वडा नम्बर 2 मा रहेको इलाका प्रहरी कार्यालय देवानगञ्जबाट प्रहरी निरीक्षक राकेश राईसहितको टोली पनि घटनास्थलमा पुग्छन्। प्रत्यक्षदर्शीका अनुसार प्रहरी पुगेपछि डिजे साउन्डको प्रतिवाद गर्न आएको समूह फर्किए पनि अर्को समूहसँग प्रहरीकै विवाद सुरु हुन्छ।
त्यसपछि प्रहरी र उनीहरूबीच झडप हुन्छ। अवस्था नियन्त्रण बाहिर जान थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिन्छ। इन्सपेक्टर राकेश राईको टाउकामा चिरपट प्रहार हुन्छ। उनको टाउकोमा 5वटा टाँका लगाउने गरी चोट लाग्छ। अरू प्रहरीले पनि कुटाइ खान्छन्। उनीहरूलाई उपचारका लागि मेडिकलतिर लैजाँदासम्म त्यहाँ सशस्त्र प्रहरी बलबाट डिएसपीको कमान्डमा 18-20 जनाको टोली पुगिसकेको हुन्छ। तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार प्रदर्शनकारीले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि सुरुमा हवाई फायर गरिएको थियो, अर्थात् आकाशतिर बन्दुक पड्काइएको थियो तर्साउनका लागि प्रदर्शनकारीलाई। यो तत्कालीन प्रमुख जिल्ला अधिकारीको दाबी। नेपाल प्रहरीले 3 राउन्ड र सशस्त्र प्रहरीले 22 राउन्ड गरी कुल 25 राउन्ड गोली चलाएको बताइएको छ। सिडिओ र प्रहरीले हवाई फायर भने पनि अन्धकारमै चलाइएको गोली लागेर डिजे साउन्ड बजाउने समूहका 10 जना घाइते हुन्छन्। गोली लागेर घाइते भएका जयप्रकाश मेहता, मिथिलेश मेहता, अमलेश मेहता, अमित यादव, रविन्द्र मेहता, अमित कुमार यादव, सुनिल कुमार मेहता र अर्का सुनिल मेहताको पेट, ढाड, घाँटी, कम्बरमाथि र हातमा गोली लागेको गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादवले बताएकी छन्। गोली लागेका मध्ये 24 वर्षीय ओम प्रकाश मेहताको अस्पताल लैजाँदै मृत्यु हुन्छ। उनको पेटमा गोली लागेको थियो। अरू 9 जनाको विराटनगरमा उपचार भइरहेको छ। यी मध्ये 1 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गाउँपालिका उपाध्यक्ष यादवले शिलापत्रसितको फोन संवादमा भनेकी छन् कि प्रहरीले यहाँ गम्भीर गल्ती गरेको छ। यहाँ दोष डिजे बजाएकोमा प्रतिवाद गर्न आउने समूहभन्दा पनि प्रहरीको बढी देखिन्छ, किनभने अन्धकारमा अन्धाधुन्ध घातक हतियार चलाइएको छ। घाइते मिथिलेश मेहताका बुबा दिलीप मेहताले पनि दुई पक्षबीच विवाद भएको र एउटा समूह हटिसकेपछि प्रहरीको गोली चलेको दाबी गरेका छन्। उनका अनुसार सुरुमा लाठीचार्ज वा अश्रु ग्यास जस्ता उपाय प्रयोग नगरी सिधै गोली चलाइएको थियो। तर प्रहरीले भने आफूहरूले हवाई फायर मात्रै गरेको बताएको छ। यसो हो भने त्यो बीचमा गोली कसले चलायो भन्ने प्रश्न पनि यति बेला धेरैले उठाइरहेका छन्। झडपमा इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्सपेक्टर राकेश राई सहित 8 जना नेपाल प्रहरी र 5 जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्। तनाव सुरु भएको 2 घण्टापछि मात्र कप्तानगञ्ज क्षेत्रमा बत्ती आएको थियो। सुनसरी क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य लालविक्रम थापाले विद्युत कटौती संयोग मात्रै थियो कि नियोजित थियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्। अब मान्छे नै मरिसकेपछि स्थानीयवासी झन आक्रोशित हुन्छन् र आइतबार रातभर कप्तानगञ्ज अशान्त हुन्छ। सोमबार बिहानैदेखि चोकहरूमा प्रदर्शन सुरु हुन्छ। व्यक्तिका घर, निजी सम्पत्तिमा तोडफोड र आगजनी हुन्छ। सडकमा हिँडिरहेका यात्रुमाथि समेत कुटपिटको प्रयास हुन्छ। परिस्थितिलाई काबुमा राख्न यसपछि जिल्ला प्रशासन कार्यालयले हरिनगर गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्रमा सोमबार बिहानैदेखि कर्फ्यू लगाउँछ। त्यही पनि विभिन्न स्थानमा प्रदर्शन र सडक अवरोध रोकिँदैन। अन्तिममा नेपाली सेना उतारिएपछि मात्र अवस्था क्रमशः सामान्य बन्दै जान्छ। यद्यपि अहिले पनि देवानगञ्ज क्षेत्र शान्त भने भइसकेको छैन। गाउँ गाउँमा मानिसहरू भेला भइरहेका छन्। सडकका किनारहरूका पसलहरूमा आगजनी भइरहेको छ। घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगले संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ। घटनापछि सरकारले प्रशासनिक र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर पनि गरेको देखिन्छ। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा ईश्वरी प्रसाद अर्याललाई पठाइएको छ। उनले कार्यभार पनि सम्हालिसकेका छन्। यही घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेलाई पनि प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा डिआइजी शेखर खनाललाई खटाइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव कुमार थेवेलाई पनि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ अनि उनको ठाउँमा एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ। तर झडपको सङ्केत पहिले देखिएको थियो। देवानगञ्जमा कुनै पनि बेला दुई पक्षबीच झडप हुने सङ्केत अलि अगाडिदेखि नै देखिरहेको थियो। जानकारहरूका अनुसार देवानगञ्ज र हरिनगर क्षेत्रमा पछिल्ला केही महिनादेखि धार्मिक विषयलाई लिएर पटक पटक विवाद हुने गरेको थियो। स्थानीय जनप्रतिनिधि, राजनीतिक नेतृत्व र सुरक्षा निकाय तत्कालीन रूपमा सहमति गराएर अवस्था सामान्य बनाए पनि विवादको मूल कारण भने समाधान हुन सकेको थिएन। झट्ट हेर्दा वा सुन्दा यसपटकको विवादको कारण डिजे साउन्ड वा ठुलो आवाजमा बजेको सङ्गीत देखिए पनि घटनाको पृष्ठभूमि भने त्योभन्दा गहिरो रहेको देखिन्छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार देवानगञ्ज 3 कप्तानगञ्जमा मुस्लिम समुदायले गत असारमा मोहरम पर्वका अवसरमा केही झन्डा र ध्वजाहरू सडकको किनारमा बजार क्षेत्रमा राखेका थिए, तर पर्व सकिएपछि पनि ती हटाइएका थिएनन्। वडाध्यक्षको सहमतिमा पर्व सकिएपछि ती हटाइने समझदारी भएको बताइए पनि त्यसो नभएपछि अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको थियो। गाउँपालिका उपाध्यक्ष यादवका अनुसार यही विषयलाई लिएर सार्वजनिक रूपमा समेत पटक पटक भनाभन र विवाद हुँदै आएको थियो। पछिल्लो तनावको मुख्य जरो यही विषय थियो। आइतबार साँझ झडप हुनु अघि पनि यही विषयमा दुई पक्षबीच विवाद भएको थियो। चोकको सडक छेउमा टाँगिएका झन्डाबारे करिब एक साता अघिदेखि नै विवाद चर्किएपछि यो विषय गाउँपालिका अध्यक्ष बेचन कुमार मेहतासम्म पुगेको पनि थियो। तर यसले गम्भीर रूप लिन सक्ने जोखिमलाई स्थानीय जनप्रतिनिधि र प्रशासनले समयमै पर्याप्त रूपमा मूल्याङ्कन गर्न सकेको भने देखिएन। उपाध्यक्ष यादवले पनि विवाद देखिने बित्तिकै तत्कालको समाधान मात्र नभई दीर्घकालीन समाधान नखोजिनु गल्ती भएको बताएको छ। त्यो प्रयास प्रभावकारी हुन नसक्दा सामान्य देखिएको विवाद बिस्तारै तनावमा परिणत भएको उनको भनाइ छ। स्थानीय तहमै समाधान हुन सक्ने विषय समयमै सम्बोधन हुन नसक्दा प्रशासनिक समन्वय, सुरक्षा तयारी र बल प्रयोगको प्रक्रियामाथि अहिले गम्भीर प्रश्न उठेका छन्। यो क्षेत्र संवेदनशील क्षेत्र थियो यस्ता विवाद र झडपका लागि। सरकारले गठन गरेको छानबिन समितिबाट घटना अघि भएका कमजोरी, गोली चलाउनु परेको निर्णयको औचित्य अनि सुरक्षा निकायको भूमिकाबारे स्पष्ट र निष्पक्ष निष्कर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ। देवानगञ्ज घटनाको प्रभाव अझै देखिरहेको छ। छिमेकी पालिका र जिल्लाका बजारहरूमा समेत नाराबाजी भइरहेको छ। सडकहरू अवरुद्ध पारिएका छन्। जे नहुनु भइसकेको छ। एउटा कुरा सबैले बुझ्न आवश्यक छ। कुनै पनि स्थानीय विवादलाई सम्पूर्ण समुदायसँग जोडेर हेर्नु, अर्को ठाउँमा त्यसको प्रतिक्रिया खोज्नु समस्याको समाधान होइन, बरु नयाँ समस्या निम्त्याउने वा समस्या बढाउने बाटो हो। देवानगञ्जको घटनाको सत्य के हो भन्ने विषय छानबिनबाट स्पष्ट हुँदै जाला। त्यसैले अहिले आवश्यक कुरा भनेको आरोप प्रत्यारोप भन्दा पनि तथ्यलाई पर्खिने धैर्य नै हो। सामाजिक सञ्जालमा अपुष्ट सूचना फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कुनै समुदायलाई दोषी ठहर गर्ने प्रयासले तनावलाई अझै फैलाउन सक्छ, बढाउन सक्छ। अहिले सिराहा, नेपालगञ्ज लगायत केही धार्मिक रूपमा संवेदनशील मानिएका क्षेत्रहरूमा पनि प्रदर्शन र विरोधका गतिविधि देखिन थालेका छन्। यस्तोमा सबै पक्षले संयमता अपनाउनु, कानुनको सम्मान गर्नु र संवाद मार्फत नै समाधान खोज्ने वातावरण बनाउन सहयोग गर्नु अत्यन्तै आवश्यक छ। नेपाल विविध धर्म, संस्कृति र समुदाय मिलेर बनेको देश हो। एउटा स्थानको विवाद अर्को स्थानको द्वन्द्व बन्न दिनु कसैको पनि हितमा हुँदैन। त्यसैले अहिले सबैभन्दा ठुलो जिम्मेवारी राज्य संयन्त्र, राजनीतिक नेतृत्व, स्थानीय अगुवा, सञ्चार माध्यम र आम नागरिक सबैको हो। तथ्यलाई तथ्यकै रूपमा स्वीकार गर्ने, अपवाह वा भ्रमबाट टाढा रहने र सामाजिक सद्भाव जोगाउने। किनभने शान्ति, संयमता र पारस्परिक विश्वास नै यस्ता कठिन परिस्थितिबाट समाजलाई सुरक्षित रूपमा अघि बढाउने सबैभन्दा बलियो आधार हो।